पर्वतको फलेवास नगरपालिका साथ लिमिठानामा 7 मूल्य बरास्तान सिंचाई आयोजना भत्किएको छ। बस्तीबाट 3 किलोमिटर टाढाबाट ल्याइएको सिंचाई आयोजना गत असोज 22 गतेको वर्षाका कारण भत्किएपछि सिंचाई प्रभावित भएको छ। 7 मूल्य खोलाबाट भीर खोपेर बस्तीसम्म ल्याइएको सिंचाई आयोजना भीरमा खोपिएका पिल्लर पल्टिएर आयोजना भत्किएको हो। 500 रोपनी क्षेत्रफलमा सिंचाई हुँदै आएको 5 करोडको लागतमा निर्माण गरिएको आयोजना भत्किएपछि अहिले बस्ती र फाँट नै सुक्खा बनेको छ। सिंचाई आयोजनाको 50 मिटर पूर्ण रूपमा क्षति भएको छ भने 15 मिटर जोखिम अवस्थामा रहेको छ। सिंचाई आयोजना भत्किएपछि फलेवास नगरपालिकाले सिंचाई आयोजना मर्मतका लागि पहल थाल्ने जनाएको छ। आयोजना मर्मत गर्न र सुचारू गर्न तत्काल 45 देखि 50 लाख लागत लाग्ने अनुमान गरिएको छ। सिंचाई आयोजनाबाट सिमलचौर फाँट, रेग्मीथर फाँट, बरहाडाँडा फाँट, वेर्नेटा फाँट, खरायो चौर फाँटहरूमा हिउँद वर्षामा सिंचाई हुने गरेको थियो। सिंचाई नहुँदा हिउँदको खेती गहुँ, तोरी, जौ, आलु सँगै तरकारी खेती गर्न समस्या भएको छ।